त्यसले बनाइदियो त सञ्चालक लगायत यस मञ्चमा उपस्थित प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू सर्वप्रथम स्वीकार्नुहोस् म सुशील प्रगतिबाट न्यायालयमा अभिवादन। आज मिति 2082 साल फागुन 12 गतेका दिन यस अछाम बहुमुखी क्याम्पसको सभामा हुन गएको 38औं विश्व परिषद दिवसको अवसरमा यस मङ्गलसन बहुप्राथमिक शिक्षालयद्वारा आयोजित यस वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउँदा म अत्यन्तै खुसी भएको छु र अब म यस वक्तृत्वकलाको शीर्षक रहेको छ प्राविधिक शिक्षा आजको आवश्यकता। सभाध्यक्ष महोदय भनिन्छ नि समुद्रको उचाइमा पुग्नुभन्दा पहिला समुद्रको उचाइ जान्न आवश्यक हुन्छ भने जस्तै कुनै पनि विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला त्यसको परिचय जान्न सान्दर्भिक छु। त्यसैले म त्यसको परिचय गर्न चाहन्छु। सर्वप्रथम हामीले शिक्षा भनेको के हो त के बुझिन्छ? शिक्षा भनेको व्यक्तिमा रहेको अन्तर्निहित क्षमतालाई बाहिर प्रस्फुटन गर्नलाई शिक्षा भन्छ। प्रविधि भनेको कुनै पनि कामलाई सजिलो छिटो र सहज तरिकाले सम्पन्न गर्न सभाध्यक्ष महोदय हामी प्राविधिक शिक्षा भनेको के हो त? प्राविधिक शिक्षा भनेको यहाँलाई प्राविधिक शिक्षा भन्छ। त्यति मात्र नभएर विद्यार्थीहरूलाई विभिन्न प्रकारको प्रयोग गरेर उत्पादनमूलक अनुसन्धानमूलक र सिपमूलक शिक्षा दिनलाई प्राविधिक शिक्षा भन्छ। सभाध्यक्ष महोदय प्राविधिक शिक्षा आजभोलि करोडौं मानिसहरूमा लोकप्रिय भइरहेको छ। त्यति मात्र नभएर पहिले जङ्गलमा बस्ने मानिसहरू भोलि मङ्गलमा पुग्छ। दामी भइरहेछ भाइ पोइन्ट 2 एक नगर एक गाउँ प्राविधिक शिक्षाले भन्ने दियो तर पूर्वको मितिमा स्थित छ। सभाध्यक्ष महोदय मेरो देशका सबै नगरहरूमा प्राविधिक शिक्षाको पहुँच भर्ती गरेको भए मेरो देशबाट निकै अगाडि पुगिसकेको हो। त्यति मात्र नभएर हामीले अवगत गरेकै कुरा हो कि 2-3 वर्ष अगाडि विश्व महामारी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विद्यार्थीहरूले विद्यालय जानबाट वञ्चित भएर घरमा अध्ययन गर्नुपर्ने अवस्था थियो। हामी कल्पना गर्न सक्छौँ। सभाध्यक्ष मेरो देशले पाठ्यक्रममा क ख ग र एबीसीको मात्र सीमित नभएर यदि प्राविधिक शिक्षा पाठ्यक्रममा ल्याइदिएको भए मेरो देश पनि निकै अगाडि पुगिसक्यो होला। सभाध्यक्ष महोदय त्यति मात्र नभएर हाम्रो गाउँ समुदायका आमाबुवाहरू भनिरहनुहुन्छ कि मेरो छोराले डिग्री पास गरिसक्यो, मेरो छोराले डिग्री मास्टर्स पास गरिसक्यो, अब देश बनाउँछ। सभाध्यक्ष महोदय तर देश अनि उसले आफ्नो पासपोर्ट बनाएको हुन्छ। त्यसैले यदि प्राविधिक शिक्षा अगाडि बढाउँदै जाने हो भने कि त उसले आफ्नै देशमा रोजगार उपलब्ध गराउँछ कि त उसले विदेश गएर सुखमय जीवन बिताउने हुन्छ। यति मात्र नभएर पाठ्यक्रममा यदि प्रविधि नबुझिएको भए हामी कल्पना गर्न सक्छौँ कि हजुरबा नि त्यसै गए, आमा नि त्यसै गए, बुवा नि त्यसै गए, अब हामीले कतिपटक रोजगारीको लागि विदेश जानुपर्ने अवस्था आउँछ। सभाध्यक्ष महोदय त्यति मात्र नभएर हामी सबैले कल्पना गरेको कुरा हो कि अबका भावी प्रधानमन्त्री बालेन शाहले प्राविधिक शिक्षालाई अगाडि बढाएर काठमाडौँलाई कस्तो विकास हुन बनाएको छ हामी कल्पना गर्न सक्छौँ। प्राविधिक शिक्षालाई जोड दिँदै जाने हो भने हजारौँ बालेन शाह जस्तै व्यक्तिहरू मिलेर देश कस्तो विकसनको बन्थ्यो होला हामी कल्पना गर्न सक्छौँ। सभाध्यक्ष महोदय अन्तिममा के भन्न चाहन्छु भने देश बनाउनु छ भने सोच परिवर्तन गर्नुपर्छ र सोच बनाउनको शिक्षा अपनाउनु पर्छ भन्ने भनाइका साथ अगाडि बढ्नुपर्छ भन्ने मेरो एक शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।